सबैजनालाई नमस्कार, वेलकम ब्याक टु आवर युट्युब च्यानल आर्यस ब्लग। हामी चाहिँ अब यहाँ बिहानै उठेर सुक भएर चारवटा लुगासुगा लाएर ड्युटी जानलाई रेडी भएको होइन। अब यहाँ कोही साथीहरू चिया खाँदैछन्, चिया बनाएर खान लागिरहेछन्। हो मामा र हरि भाइ, उको मान्छे चाहिँ मेरो जेठा छ हो। लकर खोल्ने चाहिँ मेरो जेठा ए हरि दाइ हो। हरि दाइ जिन्दगी चाहिँ रमाइलो छ। अब यस्तै छ। अब कफी सफी बनाएर ट्याक्क खानु लाग्यो। अब कफी बनाएर खाएर कफको लागि अनि त्यसपछि जाने हो ड्युटीतिर होइन। सुबहको कामहरू गर्नै परिहाल्यो। यस्तै छ। अहिले चाहिँ बिहानको 5:48 भएछ होइन। बिहानको 5:48 भएछ। त्यहाँ तल हाम्रो गाडी आउँछ हो, त्यहाँ बसिरहेको छ जस्तो लाग्यो केटाहरू। अनि लङ टाइम पछि चाहिँ म भिडियो बनाउन लागिरहेको छु होइन। मेरो युट्युबको लागि भ्लग बनाउन लागिरहेको छु। धेरै पछि भिडियो हाल्न लागिरहेको छु। अब यस्तै छ जिन्दगी होइन। तपाईँहरूलाई जस्ट मेरो डेली लाइफ भ्लग भनौँ। अब दुबईमा आएपछिको लाइफ चाहिँ कस्तो चलिरहेको छ भनेर देखाउन कोसिस गर्दैछु तपाईँहरूले। हल्का चलेको भए पनि होइन। त्यही हो ल। अब सागती काटेर ट्याक्क लाएर होइन दिउँसो, किनकि गर्मी हुन्छ नि त। गर्मी मौसम छ। यो पानीमा हालेर ट्याक्क घोलेर खानलाई खानासँग खाना नि हुन्छ, पानीमा हालेर घोलेर खाना नि हुन्छ। सो बनाइरहेको होइन। अब हाम्रो यी खानाहरू चाहिँ यसरी प्याक हुन्छ दिउँसो लिएर जानलाई। झोला यहाँ छ ब्याग, ट्यागको ब्यागमा अब यसरी हालिन्छ होइन। 6:42 भएको छ। हामी सबजना गाडीमा छौँ, साइडमा जान्छौँ। आधी मान्छेलाई चाहिँ अर्कै साइडमा लिएर गयो, आधीलाई अर्कै साइडमा। हामी जाँदैछौँ। अब 7 बजेतिर पुग्छ होला। त्यसपछि रमाइलो दृश्य तपाईँहरूलाई देखाउनेछौँ। हेर्दै गर्नु होला हाम्रो ब्लग आर्यस ब्लग। गर्मीमा टोपीमा यस्तो हाल्नुपर्छ। गर्मीमा ठिक हुन्छ। देखो वाह ल। इसका नाम है सागर दाई। सागर दाई हाम्रो चाहिँ काम सुरु हुन लागेको छ। काम बेल्ट लाउँदैछु। सेफ्टी बेल्ट चाहिँ चाहिन्छ यहाँ। सेफ्टी बेल्ट बिना फेरि काम गऱ्यो भने सेफ्टी बेल्ट ल्याङ गर्छ, फाइन पनि तिराइदिन्छ होइन। एकखेप त म के अरे यस्तैमा काम गर्दा थिएँ, बेल्टको हुक लाएको थिएन कि सुकेर फाइन हाल्दा थियो, तर लिन चाहिँ लिएन। काले थियो, एकदम राम्रो काले। जे होस् काले राम्रै थियो। केटाहरू पनि यहाँ लाउँदैछन्। कोही त्यहाँ ठुकिरहेको छ, कोही उता छ, कोही त्यहाँ तल ठुकिरहेको छ, कोही उताबाट भर्खर आउँदैछ। मजाको छ। पैसा होला अन्त पैसा हेर्नुहोस्। तपाईँहरूले हेर्नु सक्नुहुन्छ यसरी काम गर्नुपर्छ है। यो पहिलालाई मस्त काटेर अहिले यहाँ सम्म बनाउनु लागिरहेको छ। यो चाहिँ हाम्रो नेपालमा यस्तै बनाउँदै हामी चाहिँ
यसलाई यसरी काटेर त्यसलाई ठ्याक्कै यो हालिदिन्छ ग्रेभी सिस्टम। अब दाइ चेक गर्दैछ चेक। ओ मालिम यो चाहिँ हिजो हामीले जाली हालेर चकाथ्यो। चेक गर्दैछ सागर दाइले। ठिक रहेछ दाइ? ठिक भएछ। अहिले चाहिँ यहाँ दिनमा जाली लाउन गइरहेको छौँ। जाली दिनमा पनि जाली लाउन जाँदैछौँ। यो दिनमा यो जाली चाहिँ सुरुमा यो मेटेरियल यो चाहिँ नि सिमेन्टिक यसलाई लाएर ट्याक्क लाएर हामी त्यसपछि यो हाल्छौँ। हजुरहरूलाई अब हल्का हल्का क्लिप देखाउँछु म। र हजुरहरूले हेर्न सक्नुहुन्छ यो मेटेरियल दबाएर चाहिँ सकिसकेको छ। त्यसलाई यसरी त्यसले तानेर चाहिँ नि पुरा लेभलमा ल्याएर ट्याक्क लेभलमा ल्याउनुपर्छ। यसरी तानेर चर्को घाम चर्किन थालिसक्यो। ट्याक्क यसरी लेभलमा ल्याउनुपर्छ। यो ग्रुप यसलाई हुन्छ कर्नर बिट। यो कर्नर र त्यो कर्नरको ट्याक्क बराबर बनाउनुपर्छ गाइजहरू। यसरी तानिसकेपछि ट्याक्क अनि त्यसपछि यसको बाली आउँछ। यो हालिन्छ। त्यसपछि यो हालेको नि हल्का खिचेर देखाउँला हजुरहरूलाई। दर्शकबिनहरू सिधा त देखाउन सकिनँ होइन, मान्छेको कमीले गर्दाखेरि अलिकति क्यामेराम्यान त थियो, त्यो मेटेरियल बनाउनु गएको थियो क्या, त्यही भएर त्यसको लागि चाहिँ अब मेरो पालि चाहिँ यहाँ अब यसलाई लेभलमा ल्याउने ओके हाल्दी तसँग लेभल आएको जस्तो लाग्दैन। तसँग पानी खाने गरी अब चाहिँ नि जालीको पाली आइरहेको छ होइन। ट्याक्क यसको साइडमा ट्याक्क मिलाएर चाहिँ नि यसलाई काट्नुपर्छ। राइट एङ्गलबाट सही एङ्गलबाट अलिकति देखाउन नसकेकोमा माफ गरिदिनु होला होइन, किनभने यहाँ फोरम्यानहरूको डर हुन्छ कि, घुमिरा हुन्छ फोरम्यानहरू चालेहरू। मोबाइल किन चलाइस्, मोबाइल चलाइस्, काम गरेनस्, alibaba.com भन्छ, यताउता भन्छ, त्यही भएर चाहिँ अलिकति डर हुन्छ। त्यही भएर ट्याक्क त्यहाँ अड्काएर अनि यहाँ गरिरहेको हामीले। अलिबाबाहरू थुप्रै थियो हाम्रो यहाँ काङ्गुमा होइन, तर आज अलिबाबाहरू चाहिँ अर्कै साइडतिर गएको थियो क्या, त्यही भएर हाम्रो कम्पनीको चाहिँ फेरि अलिबाबाहरू छन् छानु चाहिँ, तर लास्टै कचरा कम्पनी हो यो हाम्रो डुबेको कबाडी कम्पनी। कबाडीवाला आया घर से कचरा निकाल भनेको हो, गाडीवाला आया घर से कचरा निकाल भन्छ, त्यस्तै भएको छ। अब यसलाई चाहिँ यसले तान्नुपर्छ अलिअलि। यहाँ जसमा पानी हुन्छ पानी छप 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 हालेर ट्याक्क लाएर पुरानो एङ्गल हुन्छ है साथीहरू। यो हल्का ब्यान्ड भएको छ, यताबाट गऱ्यो भने फेरि चप काटिएको हुँदैन।
काम त गऱ्यो, के काम गऱ्यो गरे देखाउनै पाएन राम्ररी है साथीहरू, सरी है त्यसको लागि। भएको छ यो भाग चाहिँ जाली नहालेको भाग, अब हाल्नुपर्छ र जाली हालिसकेपछि यस्तो प्रकारको रहन्छ र यस्तो प्रकार भइसकेपछि आछु मालिम छुका यस्तो प्रकारको रहन्छ र यसलाई अब फाइनल हालेपछि यस्तै चिल्लो चाप्रो हुन्छ। र आजको काम भनेको चाहिँ यस्तै हो हैन। अब त्यो जाली हालेको मेटेरियल हालेको यताउता देखाउन पाएन तपाईँहरूलाई। यहाँ अलिकति माल लागेको छ, मेटेरियल लागेको छ, माथिबाट मालिमले चुहाइदिएर केही छैन काम गर्ने बेला यस्तो भइहाल्छ। अब सकिहाल्यो, अब जाली हालेर नि हजुरहरूलाई देखाइहालेँ। अब चिलाउनु त अब के देखाउनु होइन, एकैचोटि चिलाइसकेपछि देखाउँला। अघि जाली हालेको त राम्रो देखाउनु पाएन, त्यस्तो थियो। यस्तो एङ्गलबाट खिच्नु पऱ्यो किनकि यहाँ ठाउँ नै हेर्नु न, यहाँ कस्तो छ ठाउँहरू, यस्तो असिलो ठाउँ छ। अनि मोबाइल कहाँ अड्काउने, के गर्ने, कसो गर्ने हुन्छ कि। अनि त्यही भएर चाहिँ यहाँ हिजोको हाम्रो बोतल बनाएको थियो नि एसीको कुलर, त्यही अड्काएर चाहिँ नि बनाएर हो। ल अब बाँकी अब एकचोटि फेरि चिलाएपछि देखाउँला। हाम्रो मालिमले फाइनल हान्दै हुनुहुन्छ। यसलाई चेक गर्दाखेरि चाहिँ यसरी चेक हुन्छ कि किनभने मालिम गुड। आजलाई ल अहिलेको लागि हजुरलाई देख्न खोजेको खलास भएको छ। खलास भयो भन्दा के भन्दा भन्नु होला तपाईँहरूले, खलास भयो भने सक्यो भनेको हो होइन। हामी चाहिँ अब खाना खान जान लाग्यो। खाना खान हिँड्छौँ हामी यस्तो चर्को घाममा होइन। यस्तो यस्तो चर्को घाममा हिँड्न कस्तो मजा रहेछ तँलाई। क्या फलाम पो रहेछ त हामी, फलाम 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 ल्याएको रहेछ। त्यसले झन्डै लागेको होइन, भल बनाएर हिँडेको थियो, फलामले झन्डै ठोक्या। हामी चाहिँ हिँडेर आएको, खाना खाने ठाउँ आउन लाग्यो। अब के गर्ने भन्दाखेरि चिसो चिसो हिजोको भात खाने, अनि त्यसपछि साइडमै सुत्न जाने। किनकि आज भनेको शुक्रबार हो, शुक्रबारको दिन 1.5 घन्टा हो रेस्ट गर्ने टाइम, त्यति बेला हो। खाने ठाउँमा आइपुगेको छौँ। खाना खाने जनताहरू यहाँ त्यस्तै छ हालत। मुखसुख भएर ट्याक्कै यो हाततिर लाउने, मुखमा लाउने तोएर लिएर थियो। अनि सुकाउनु लाग्यो, सुकाइसक्यो। तुम्हारा भाग मैं। ओ अरे दा क्या है भात भिडियो है भिडियो। ए बस्नलाई त जस्तो भयो नि चलिहाल्छ नि, बस्नलाई त जस्तो भयो नि चलिहाल्छ नि। हाम्रो खाना रेडी हुँदैछ, खाना खाएर सुतेको छ। चलो भाइ कैसे खाना कैसा है? हाँ? खाना कैसा है? यति बाँकी छ अब मुख मिठाइदिनु होला है। नहीं वीडियो अरे यार तुम्हारा कितना महीना हो गया पेट?
अरे कुछ ज्यादा है अजीताई का पेट कितना बड़ा है? हमारा पेट बड़ा नहीं है, बड़ा है। हाँ देखो कौन कितना है डाला दिया हमारा हरी भाई का है। अच्छा अंदर डाल रहे हो पेट? अवेली दे देना। हाँ ठीक है। अवेली दे देना। खाना खाएर सुत्यो लगानी अब सुत्न गइसकेको छु। म चाहिँ नि यहाँ हल्का तपाईँहरूलाई के भन्न चाहन्छु भनेर अहिले चाहिँ नि यहाँ युट्युब बनाएर होइन भिडियो बनाउनु चाहिँ अलिकति अलाउ छैन कि हल्का गाह्रै हुन्छ। जुन मैले तपाईँहरूलाई काम गर्ने बेलामा नि भनेको होला सायद होइन भन्छु अहिले अनि भनेको होला भनेको थिएँ। अब के छ भनेदेखि हाम्रो चाहिँ पहिला अब युट्युब च्यानल अलिकति खोलेको थियौँ नि त। जुन हामीले युट्युब च्यानल खोल्यौँ अब बुढीको उता यो दुबईमा छ नि त बुढी पनि अनि उसको चाहिँ अब त्यो भिडियोहरू यताउता अलाउ भएन क्या अनि त्यो भिडियोहरू पनि डिलिट गर्नुपर्ने भयो युट्युबबाट। त्यो भिडियो छैन नि अहिले जुन विदेश आउँदाखेरिको मैले हामीले बनाएको भ्लगको भिडियो हटाउनु परेको थियो युट्युबमा। तर सकेसम्म हामीले खोजेर त्यो भिडियोलाई जसरी भए नि फेरि अपलोड गर्नेछौँ होइन। हजुरहरूको माया र साथ यसरी नै दिइरहनु होला भन्ने आशा गर्दछौँ। 500 सब्सक्राइबर पुऱ्याइदिएको दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ त्यसको लागि। अब यसरी नै अब दुबईको लाइफ स्टाइलहरू यताउता हल्का हल्का भ्लग लिएर आउने नै छौँ। सो हेर्दै गर्नु होला आरएस भ्लग। सुतिरहेको अवस्था त्यो अलिकति 1.5 घन्टाको हुन्छ ब्रेक टाइम। 1.5 घन्टामा अब आधा घन्टा जति बाँकी छ। सबजना सुतिरहेको छ। सुत्ने ठाउँ छ रेस्ट गर्छु होइन। एकछिन रेस्ट गरेपछि फेरि त्यही हो टाइम हुँदैन जसपछि एकछिन लाग्ला जस्तो भइरहेको छ। अन्त गर्नेले टाउको पनि टिम गरिरहेको छ। त्यही भएर अब सुत्न लागेको सक्छु होला सायद। एकैचोटि घरै जाने बेलामा देखाउनु गाडी कुर्दैछौँ। बिहान 5:45 हिँडेको थियो। मान्छे लिन उहाँ जान्छ गाडी। अब यहाँनिर अब 6 बजीतिर आइपुग्छ होला। हाम्रो यहाँ यस्तै छ हाम्रो जिन्दगी यहाँ है। अरू कम्पनीको मान्छेहरू अरू कम्पनीको मान्छेहरू सर गाडी चढेर गइसक्यो। हाम्रो बिजोग चाहिँ यहाँ कुरिरहनु पर्छ गाडी। हो गयो डोजर गयो आइट बुलडोजर बाबा जिन्दाबाद भन्ने गीत सुनेको छ गाडीमा क्या बिहान चस्माको यो हराएको थियो। बेलुका अघि आउँदाखेरि भेटेको गाडीमै रहेछ। गाडीमा चढेको गाडी कुरेको भिडियो त बनायो। गाडीमा चढेको भिडियो बनाउँछु भनेको गाडी आयो भनेर भन्ने बित्तिकै भागेर गाडी चढ्नु थालिहाल्यो। गाडी चढिहाल्यो अनि त्यसपछि के भयो भनेदेखि गाडी चढ्ने बित्तिकै टाउको दुख्ने लागेको छ क्या अहिले बानी लागेको छ होइन। भनेको खिच्नै पाएन। यहाँ अलिकति काम गर्दाखेरि च्यातिन्छ लुगा नि। त्यही भएर थत्रै लगाएर हिँडिरहेको छु। टाउको कस्तो साह्रो दुखिरहेको छ। माइन्ड नगर्नु होला होइन। गाडीमा चढेको चाहिँ खिच्न पाएन। क्याम्पमा आइसकेको छौँ हामी। क्याम्पको दृश्य त के देखाउनु होला है तपाईँहरूलाई। यहाँ क्याम्पको दृश्य लास्टै खत्तम छ। फोहोर छ एकदम। पर्न पर्छ क्याम्प
यस्तो कचडा छ क्या देखौँ भने के देखौँ तपाईँहरूलाई अब जो अघि मैले टाउको लास्टै दुखिरहेको थियो क्या अनि त्यही भएर त्यो भिडियोहरू खिच्दाखेरि नि राम्ररी बोल्न सकिरहेको थिएन। यहाँ हाम्रो काम गर्दाखेरि लाउने चस्मा पनि रहेछ यहाँ। वा हिरो देख्दो रहेछ है अन्त जस्तो अर्को पनि रहेछ। बा यसले चाहिँ ह्यान्सी देख्दो रहेछ नि त, ह्यान्सी देखिरहेको क्या यसले चाहिँ। ल यो काम गर्दाखेरि लाउनु पर्ने यो चस्मा हाएको सिसा हराएको भएर आज चाहिँ यस्तै चस्मा लगाएर काम गरेको। आज अब खाना बनाउनु पर्थ्यो, धन्न मामाले खाना बनाइरहनु भएको रहेछ चाँडै आइपुगेर। यसलाई चाहिँ कागज पानी बनाएको ल के भन्छ मैले तपाईँलाई एउटा भिडियो पठाएको थिएँ त। मैले कहाँ हेर्नै पाएको छैन। टिकटकको त्यहाँ पठाएर त पठाउँछ त्यो टिकटकमा हेर्नु के छ भित्र अब के थाहा सिजीलाई पठाएको त थाहा छ। त्यो टिकटकमा हेर्नु होइन, अनि त्यसले म्यासेज गर्यो भने मात्रै उ गर्छ अरे क्या, रिस्पोन्स दिन्छ अरे होइन। एकचोटि म्यासेज गरेर हेर्नु न के भन्छ रहेछ तिनीहरूले नि। हाम्रो यहाँ छुट्टै कथा छ कि साथी हो यहाँ घ्याच्याङ बुझ्नु के हो के अब यो दाइको नि बिचरा अब 1 वर्ष भइसकेको थियो बसेको, घर फर्किने भनेर रिजाइन पेपर दिएर बसेको। हाम्रो जुन त्यो अर्बबले चाहिँ के गरेछ भनेदेखि पुलिसलाई गएर खबर गरिदिएछ। ल यसले त कम्पनी छोडेर अर्कै कम्पनीमा काम गरिरहेछ यताउता भनेर रिपोर्ट हालिदिएछ। त्यसपछि त झ्याउ भइहाल्यो नि। अनि दाइले हिजो उता गएर आउनु भएछ, ढ्याङ छ लास्टै झ्याउ छ यहाँ। हाम्रो नि बल्ल बल्ल 6 महिना पुगिरहेछ आएको नि। यस्तो घाममा काम गर्नुपर्छ है, टाउको दुख्छ। यता साइडमा चाहिँ लास्टै दुखिरहेछ क्या आज। जिन्दगी यस्तै छ साथीहरू, के गर्नु। आजको लागि अब भ्लग हाम्रो अब यति नै हो होइन। भिडियो चाहिँ काम गरेको त्यति खासै खिच्न सकेन, पाएन भनौँ न। अब खिच्न पनि अलाउ छैन कि, त्यो भित्र पुरा टाइट छ होइन। त्यति पनि लुकी अलिअलि भयो नि हजुरहरूलाई देखाउँ कस्तो काम गर्दैछौँ हामी भनेर जानकारी गराउनुको लागि चाहिँ अलिअलि भयो नि क्लिप लिएका छौँ। सो हेरेर मन पराइदिनु होला। र हाम्रो हामी धेरै दिनपछि फेरि, धेरै दिन त के भन्नु, धेरै महिनापछि नै आएको छौँ फेरि नयाँ भ्लग लिएर। हो कल अफ यु लाइक इट होइन। यो बाहिर आउने चक्करमा चाहिँ नि भ्लग बनाउनु पाएको थिएन, दिमाग खराब भइरहेको थियो। सुरुको महिनामा त बेकार आएको जस्तो लागिरहेको थियो। तर के गर्नु, बुढी यतै छ, बुढीलाई भेट्न पाउँछ भनेर मात्रै हो खुसी भएर बसिरहेको। अलिअलि पैसा नि हुन्छ खर्च। अहिले नेपालमा फेरि खतरा चलिरहेछ होइन। बन्द सन्द किचन गयो भने त फेरि के हाल हो। नेपालमा फेरि बन्द सन्द राजा ल्याउने यहाँ यताउता चलिरहेको रहेछ होइन। हामीलाई केही थाहा छैन। फेसबुकमा भिडियोहरू आइरहन्थ्यो, फेसबुकमा टिकटकमा न्युजहरू सुनिरहन्थ्यो। तर त्यहाँ पनि अहिले बेरोजगारी भएर बस्नुभन्दा त अहिले यतिकै पनि ठिक लाग्न थालिरहेछ। त्यही भएर अहिले जस्तै गाह्रो भयो नि हल्का काम गर्न कोसिस गर्दैछौँ। अब आजलाई यति भन्दै टाटा बाई बाई गर्नुपर्ने जस्तो छ। अब अर्को नेक्स्ट भ्लग पनि चाँडै आउनेछ हाम्रो। लाइक सब्सक्राइब सेयर सबै गरिदिनु होला है।